सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म हजुरहरूलाई पिआरसीको बारेमा मेरो एक्सपिरियन्स होइन, अनि त्यस पछाडि अहिले पिआरसीको फर्म पनि खुलिसकेको छ त्यसको बारेमा र सँगसँगै पिआरसीमा चाहिँ हजुरहरूले के चाहिँ पढ्नुपर्छ भन्ने बारेमा अल इन वान भिडियो चाहिँ म हजुरहरूलाई बताउन गइरहेको छु। सो ध्यान दिएर यो भिडियो लास्टसम्म हेरिदिनु होला। सो ढिला नगरी भिडियो चाहिँ स्टार्ट गरौँ। सो गाइज अहिले चाहिँ पिआरसीको फर्म चाहिँ खुलिसकेको छ। विश्वनिकेतन सेकेन्डरी स्कुलले चाहिँ नोटिस एउटा निकालेको छ जुनमा चाहिँ हजुरहरूको पिआरसीको फर्म चाहिँ चैत 10 गतेदेखि चैत 31 गतेसम्म भित्र चाहिँ हजुरहरूले फर्म भरिसक्नुपर्ने हुनेछ होइन। अनि यसमा चाहिँ ओन्ली कतिवटा सिट छ, 300वटा सिट मात्र छ। सो हरि अप गाइज, जतिसक्दो चाँडो गएर फर्म भर्नु होला। यो चाहिँ त्रिपुरेश्वर काठमाडौँमा चाहिँ रहेको छ विश्वनिकेतन सेकेन्डरी स्कुल चाहिँ। अनि त्यो नोटिसमा चाहिँ के लेखेको छ भन्दाखेरि चाहिँ हजुरहरूको पिआरसीको कोर्स चाहिँ वैशाख 3 गतेदेखि नै सुरु हुनेवाला छ। सो ढिला नगरी पिआरसीको फर्म चाहिँ भर्नु होला, त्यही भन्न चाहन्छु। अनि अब हामी कुरा गरौँ मेरो पिआरसीको एक्सपिरियन्सको बारेमा होइन। मैले चाहिँ पिआरसी सकाएको अहिले धेरै भएको छैन, ओन्ली 4-5 मन्थ्स चाहिँ भएको छ। मैले पनि पिआरसी विश्वनिकेतन सेकेन्डरी स्कुलदेखि नै गरेको हो होइन। अनि अब हामी कुरा गर्छौँ पिआरसीको करिकुलमको बारेमा है। हामीले पिआरसीमा चाहिँ कुन कुन सब्जेक्ट चाहिँ पढ्नुपर्छ भनेर। सो लेट्स स्टार्ट। मैले चाहिँ नोटमा लेखेको छु है। अनि हामीले पिआरसीमा चाहिँ खास गरी पिआरसी भनेको चाहिँ के हो त, हामीले सिटिभिटीसँग के हुन्छ, हाम्रो डिप्लोमा तपाईँले जुनमा पनि डिप्लोमा गर्नु भएको छ भने त्यो चाहिँ सिटिइभिटीमा चाहिँ रजिस्टर्ड हुन्छ होइन। सिटिइभिटी भनेको चाहिँ एउटा सरकारी नभएर एउटा प्राइभेट इन्स्टिट्युसन चाहिँ हो रहेछ के। कारणले गर्दाखेरि चाहिँ नेपाल सरकारले चाहिँ जुन हाम्रो एनइबी छ नि, एनइबीसँग चाहिँ बेस्ट रहेर चाहिँ हामीले एउटा एक्जाम चाहिँ दिनुपर्छ। त्यो भनेको चाहिँ हाम्रो पिआरसी कोर्स अन्तर्गत चाहिँ रहन्छ होइन। त्यसो भयो भने चाहिँ हामी चाहिँ एउटा गभर्मेन्ट साइडतिर लाग्छौँ के। एउटा सिटिभिटी भनेको एउटा प्राइभेट अर्गनाइजेसन भयो नि त। अनि यदि हामीले डिप्लोमा इन के छ, अब एचए पढ्नु भएको छ कि फार्मेसी, ल्याब, डेन्टल, त्यस पछाडि अप्थाल्मो भयो, अनि त्यस पछाडि भेट भयो, आयुर्वेदा भयो, कसैलाई पनि नछुटाऊँ न होइन। यदि हजुरहरूले त्यस्तो पढ्नु भएको छ भने चाहिँ आफ्नो फ्याकल्टी हुन्छ नि। अब हामीले एचए गरेको छ भने हामीले बिपिएच डाइरेक्टली गर्न पायो होइन, पिआरसी पढ्नु परेन। अब यदि हजुरहरूले डिप्लोमा इन फार्मेसी पढ्नु भएको छ भने हजुरहरूले ब्याचलर इन फार्मेसी र बिपिएच डाइरेक्टली गर्न पाउनुभयो। त्यस पछाडि अर्को भनेको सिएमएलटी गर्नु भएको छ भने हजुरहरूले बिएमएलटी र आई थिङ्क बिपिएच पनि गर्न पाउनुहुन्छ हजुरहरूले होइन, डाइरेक्टली गर्न पाउनुभयो। त्यसको लागि पिआरसी गर्नु परेन। सो अनि पिआरसीको चाहिँ लगातार 6 दिनको एक्जाम हुन्छ, किनकि हामीले 6वटै सब्जेक्ट पढ्नुपर्छ होइन। यसमा पढ्नुपर्ने सब्जेक्टहरू भनेको चाहिँ इङ्ग्लिस, नेपाली, म्याथ्स सजिलो छ। बट के छ भन्दाखेरि हाम्रो अरू भनेको फिजिक्स, केमिस्ट्री र बायो है। 6वटा सब्जेक्ट चाहिँ पढ्नुपर्छ। र जहाँसम्म मलाई थाहा छ नि हाम्रो ब्याचमा चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रोमा धेरैजना होइन, म्याक्सिमम नै के हुनुभयो भन्दाखेरि चाहिँ म्याथमा चाहिँ फेल हुनुभएको थियो। सो गाइज यु निड टु कन्सन्ट्रेट एन्ड गिभ फोकस टु म्याथ्स होइन, म्याथ्सलाई चाहिँ अलिकति प्रायोरिटी दिनु होला। सो अब हामी स्टार्ट गरौँ के सब्जेक्ट पढ्नुपर्छ, अनि त्यस पछाडि कति मार्क्सको हुन्छ, पास मार्क्स कति हुन्छ, र एक्जाममा चाहिँ कति ड्युरेसन कति आवर चाहिँ हजुरहरूलाई एलोकेट गराएको हुन्छ त्यो एक्जामको लागि भनेर है। सो गाइज फर्स्ट अफ अल लेट्स टक अबाउट इङ्ग्लिस होइन। इङ्ग्लिसमा चाहिँ हाम्रो एक्जाममा चाहिँ टोटल 80 मार्क्सको चाहिँ क्वेसन आउँछ, जुनमा हामीले पास हुनको लागि चाहिँ 32 मार्क्स चाहिँ लिएर आउनु पर्यो। र यसको लागि ड्युरेसन भनेको चाहिँ 2 घन्टाको चाहिँ हुन्छ होइन। अनि मसँग चाहिँ यो इङ्ग्लिसको एउटा लर्निङ इङ्ग्लिस भनेर छ होइन। यो बुक एउटा हामीलाई चाहिँ भनेर विश्वनिकेतनमा पढाउने भनेको चाहिँ यही बुक हो होइन। यसबाट चाहिँ क्वेसनहरू आउँछ होइन। एक्स्ट्रा भनेको चाहिँ हाम्रो ग्रामर हुन्छ, एसे भयो, त्यस पछाडि लेटरहरू चाहिँ आउँछ। सो इङ्ग्लिसको लागि त्यति गाह्रो केही पनि भएन। लर्निङ इङ्ग्लिस भनेर एउटा बुक आउँछ, अनि यही बुकबाटै पढाउनुहुन्छ कि सरहरूले। एन्ड देन आई हेभ नोट्सहरू पनि छ मसँग, र इयरली वाइज हुन्छ नि क्वेसनहरू पनि मैले सल्भ गरेर राखेको थिएँ। सो इफ यु आर इन्ट्रेस्टेड होइन, तपाईँहरूलाई यदि चाहिएको छ होइन यो रिसोर्सहरू भने मलाई मेसेज गर्न सक्नुहुनेछ।
यो चाहिँ इङ्ग्लिसको भयो हैन, मैले इङ्ग्लिसको बारेमा भनिहालेँ। अनि नेपालीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टोटल 20 मार्क्सको क्वेसन सोधिन्छ, जुनमा हामीले पास हुनको लागि 8 मार्क्स ल्याउनु पर्यो र ड्युरेसन चाहिँ कति हुन्छ भन्दाखेरि हामीलाई 36 मिनेट्समा चाहिँ यति भ्याउ भनेर दिन्छ। नेपालीमा भनेको नेपालीमा पनि सजिलै हुन्छ, लेटर लेख्नलाई भयो, त्यस पछाडि निबन्ध भयो, अनि त्यस पछाडि एउटा चाहिँ 1 नम्बरमा चाहिँ व्याकरणको क्वेसनहरू सोधिन्छ र नेपालीमा सबैभन्दा रमाइलो भनेको चाहिँ एउटा उपन्यास पढाउनुहुन्छ क्या हामीलाई विश्वनिकेतनमा पढ्यो हैन, मैले नि पढेँ। बसाइ उपन्यास भन्ने छ एउटा, एकदमै राम्रो छ, हजुरहरूलाई नि रमाइलो लाग्ने छ हैन। नेपालीको चाहिँ बेस्ट पार्ट भनेको चाहिँ त्यो नै हो। अनि यति हो हैन नेपालीको, सजिलो छ नेपाली पास हुनलाई। जान्छौँ केमा भन्दाखेरि चाहिँ म्याथ्समा जाऊँ है त हामी। म्याथ्सको चाहिँ एक्जाममा चाहिँ फुल मार्क्स 50 मार्क्सको आउँछ हैन, एक्जाममा चाहिँ फुल मार्क्स 50 मार्क्सको आउँछ र पास हुनको लागि चाहिँ हजुरहरूले 20 मार्क्स चाहिँ लिएर आउनु पर्यो म्याथ्स हैन। मेरो लागि के थियो, मलाई चाहिँ म्याथ्स एकदमै मनपर्ने, सजिलो लाग्थ्यो हैन, एक्जाममा पनि सजिलै भयो। बट हजुरहरूलाई यदि म्याथ्स गाह्रो लाग्छ भने चाहिँ यसलाई चाहिँ इग्नोर कदापि नगर्नु होला। मेरो ब्याचमा चाहिँ धेरै साथीहरू चाहिँ म्याथ्समा फेल हुनुभएको थियो हैन, यसलाई चाहिँ अलि बढी नै फोकस प्रायोरिटी दिनु होला है म्याथ्सलाई। अनि मसँग यो म्याथ्सको बुक छ, यो पनि मेरो हैन, मेरो एउटा साथीको हो हैन, अनि उसले मलाई दिएको थियो। आई एम सो मच थ्याङ्कफुल टु हिम हैन। मसँग चाहिँ थिएन अनि मैले मागेको थिएँ, उसले त्यतिकै दियो। सो यसले मलाई धेरै हेल्प गर्यो। एउटा म्याथको चाहिँ एउटा बुक चाहिँ किन्नु होला जसरी पनि हैन, यो बुकबाट नै धेरै क्वेसन सोधिन्छ। अनि त्यही हो म्याथ्सको चाहिँ। अनि म्याथको लागि चाहिँ के गर्नु भन्दाखेरि चाहिँ एउटा यस्तो एउटा फर्मुला कपी बनाउनु के, यसरी एउटा फर्मुला कपी बनाउने, केही धेरै गर्नु नै पर्दैन। म्याथ्सको चाहिँ यो तपाईहरुले पहिला प्र्याक्टिस गर्ने हैन, म्याथको क्वेसनहरु मज्जाले, र लास्ट आवरमा चाहिँ मज्जाले यो फर्मुला कपी मात्र रिभाइज गरेर जानुहुन्छ भने नि पास मार्क्स त 100% आउँछ। फेरि फर्मुला चाहिँ कम्प्लिट हुनु पर्यो नि है। फर्मुला हेर्नु न कति पेजको छ, धेरै फर्मुला मात्र लेखेको थिएँ मैले, टन्नै 10-15 पेजको छ। सो म्याथमा भनेको मेन भनेको चाहिँ फर्मुला बनाउनु होला। अनि त्यही हो, म्याथ्सलाई चाहिँ अलि धेरै प्रायोरिटी दिनु होला। सो दिज आर माई नोट्स म्याथ्सको। यदि कसैलाई चाहिएको छ भने मलाई मेसेज गर्नु होला हैन। अब सबैलाई कपी दिएर त साध्य लाग्दैन, बट जे होस् फोटोहरू खिच्न सक्नुहुनेछ नि तपाईहरुले। फिजिक्स हैन, फिजिक्समा चाहिँ टोटल 50 मार्क्स हुन्छ, जुनमा पनि के हुन्छ भन्दाखेरि 35 इज फर थ्योरी पर्सनको लागि हैन। एक्जाममा चाहिँ ओन्ली 35 मार्क्सको चाहिँ सोधिन्छ र 15 मार्क्स भनेको चाहिँ हाम्रो प्र्याक्टिकल हुन्छ है। जुन हाम्रो 10 दिन प्र्याक्टिकल गराउँछ नि, त्यो भनेको चाहिँ फिजिक्सको हुन्छ, जुलोजीको र बोटनीको चाहिँ, अनि त्यस पछाडि एज वेल एज केमिस्ट्रीको पनि हुन्छ है। 4 वटा चाहिँ प्र्याक्टिकल हुन्छ, सरी 4 वटा, जुन चाहिँ कति दिनको लागि हुन्छ, 10-11 दिनको लागि हुन्छ। र त्यस पछाडि त्यो जुन हाम्रो प्र्याक्टिकलको एक्जाम पनि छुट्टै दिनमा हुन्छ है। प्र्याक्टिकल एक्जाम भनेर छुट्टै 1-2 दिन चाहिँ उहाँहरूले छुट्याएर राख्नु भएको हुन्छ। सो हामीले अहिले एक्जामको बारेमा मात्र कुरा गरौँ। एक्जाममा चाहिँ हाम्रो 35 मार्क्सको क्वेसन चाहिँ सोधिन्छ फिजिक्सबाट। अनि त्यसमा पास हुनको लागि चाहिँ हजुरहरूले 14 मार्क्स लिएर आउनु पर्यो। ड्युरेसन 1.5 घण्टा चाहिँ हामीलाई दिइन्छ त्यति लेखेर भ्याउनको लागि हैन। अनि फिजिक्समा पनि सेम एज म्याथ्स हैन, म्याथमा जस्तै एउटा न्युमेरिकल कपी बनाउनु होला है, एकदम युजफुल हुन्छ। मैले पनि एउटा न्युमेरिकल कपी चाहिँ बनाएको थिएँ। फिजिक्समा चाहिँ के हुन्छ भन्दाखेरि 35 मार्क्समा 10 मार्क्स त हामीलाई न्युमेरिकलबाट नै सोध्छ के। सो एउटा न्युमेरिकल कपी बनाउनु भयो भने चाहिँ हजुरहरूलाई एकदम हेल्पफुल हुन्छ, त्यही सजेसन दिन चाहन्छु। अनि फिजिक्सको चाहिँ सायद मसँग दुईटा नोट छ क्यारे हैन फिजिक्सको नि एकदम। तर विश्वनिकेतन सेकेन्डरी स्कुलको टिचरहरू एकदमै राम्रो, एकदमै कस्तो मजाले पढाउनुहुन्छ क्या, फ्रेन्डली हुनुहुन्छ। अनि नोट्स त एकदम राम्रो बनाइदिनुहुन्छ हैन। नोट्स पनि बनाएको थिएँ मैले, सबैले बनाएको थियो मेरो साथीहरूले नि, यसमा त कुनै नयाँ कुरा भएन। फिजिक्स गाह्रो लाग्छ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो जुन हाम्रो पास्ट क्वेसन हुन्छ नि, पास्ट इयर क्वेसनको एउटा क्वेसन ब्याङ्क पाउँछ कि, यस्तो हेर्नु त मसँग छ यो हैन। यो जता स्टेसनरीमा नि दिइहाल्छन् हैन। यो यति पढेर जानुभयो भने हजुरहरूले पास मार्क्स त इजिली ल्याउन सक्नुहुनेछ के। म्याक्सिमम क्वेसन चाहिँ जुन हाम्रो पास्ट इयर हुन्छ नि, पास्ट इयर आएकै क्वेसनहरू नै रिपिट हुँदो रहेछ क्या। अनि फिजिक्समा चाहिँ 10 मार्क्सको भेरी सर्ट आउँछ, भेरी सर्टमा 10मा 7-8 वटा, कोही बेलामा त 9-10 वटा नै पुरै पास्ट इयर क्वेसन नै रिपिट भएर आउँछ के। सो
सजिलै छ के पिआरसी त्यस्तो गाह्रो हैन म पासै हुँदिन कि जस्तो भनेर चाहिँ नसोच्नु होला सजिलो छ है गाइज अब चाहिँ हामी केमिस्ट्रीमा जान्छौँ केमिस्ट्रीमा पनि फिजिक्समा जस्तै हो यो हामीले पिआरसी चाहिँ किन गर्नुपर्ने हो भने खास गरी चाहिँ जुन हाम्रो 11-12 मा त के हुन्छ उनीहरूले त मजाले फिजिक्स केमिस्ट्री बायो त पुरै भास्टमा उनीहरूले पढेको हुन्छ हैन हामीले पढ्ने भनेको यो फिजिक्स केमिस्ट्री बायो पढ्ने भनेको चाहिँ फर्स्ट इयरमा मात्र हो जुन पनि अलिअलि छानेर हैन त्यो सजिलो सजिलो खाले मात्र पढाएको जस्तै लाग्छ कि मलाई चाहिँ फर्स्ट इयरमा सो त्यही हाम्रो जुन हाम्रो फर्स्ट इयर डिप्लोमा इन फर्स्ट इयर र 11-12 को ग्याप छ नि त्यसलाई नै त्यो भर्नको लागि हैन त्यो ग्यापलाई चाहिँ कम्प्लिट गर्नको लागि चाहिँ हाम्रो पिआरसीमा चाहिँ जुन हामीले 11-12 मा पढेको टपिक्सहरु छैनन् त्यही टपिक्सहरु चाहिँ चुज गरेर चाहिँ हामीलाई पिआरसीमा चाहिँ पढाइन्छ त्यो हामीले फर्स्ट इयरमा पढेको भन्दा अलगै हुन्छ है त्यहाँनिर पढेको कुराहरु युजुअली रिपिट हुँदैन यहाँ चाहिँ सो हैन गाह्रो चाहिँ छैन बट यो चाहिँ हामीले पढ्नै पर्छ जस्तो लाग्यो कि पछि आएर हेर्दाखेरि मैले हैन किनकि हामीले फर्स्ट इयरमा पढेको भन्दा चाहिँ धेरै भास्ट स्टडी चाहिँ हुन्छ कि 11-12 मा त्यही हो फर्स्ट इयर क्वेशन चाहिँ मजाले पानी पानी बनाउनु होला अब आफआफ्नै हुन्छ नि आफआफ्नै वेज अफ लर्निङ हुन्छ हैन कसैलाई चाहिँ अब युट्युबबाट भिडियो हेरेर मजाले कन्सेप्ट लिएर पढ्न मन लाग्छ भने कसैलाई चाहिँ पुरै रिपिटेसन गरेर पढ्न मन लाग्छ सो त्यो तपाईहरुमै बेस्ट हुन्छ सबै भन्दा सजिलो सब्जेक्टमा है व्हिच इज बायोलोजी एकदमै सजिलो छ बायोलोजी हैन म्याक्सिमम क्वेशन त पास्ट इयरबाट नै भएर आएको हुन्छ के पास्ट इयरबाट नै रिपिट भएर आएको हुन्छ र पढ्न पनि एकदमै इन्ट्रेस्टिङ छ बायोलोजी एज वेल एज जुलोजी र सरहरुले उहाँको विश्वनिकेतनको सर म्यामले पनि एकदमै इन्ट्रेस्टिङ वेमा चाहिँ पढाउनुहुन्छ एज वेल एज साथीहरु हुन्छ हैन कम्पनी त मिलिहाल्छ एकदमै रमाइलो हुनेवाला छ हजुरहरुको यो 3 महिनाको एक्सपिरियन्स भनम या ड्युरेसन भनम हैन बायोलोजीमा पनि सेम एज फिजिक्स एन्ड केमिस्ट्री नै सो मैले जुलोजीको लागि चाहिँ डिफ्रेन्ट नोट बनाएको थिएँ र बोटनीको लागि पनि डिफ्रेन्ट नोट बनाएको थिएँ यसरी चाहिँ इजी हुन्छ नि त हजुरहरुलाई पनि त्यो मिक्स म्याक्स गरेर चाहिँ नलेख्नु होला हैन रफमा लेख्छु अनि त्यसपछि त्यहीबाट पढ्छु खोजी खोजी भनेर चाहिँ नगर्नु होला ओके दिस मच फर करिकुलम दैट वी हैव टु रिड इन पीआरसी र लास्ट मसँग एउटा पीआरसी को पास्ट इयर क्वेशन को चाहिँ क्वेशन बैंक छ हजुरहरुले चाहिँ नेटमा पनि मजाले भेट्न सक्नुहुनेछ पास्ट इयर क्वेशनहरु भयो नोट एज वेल एज हाम्रो एउटा दाइ हुनुहुन्छ पहिले पीआरसी गरिसक्नु भएको उहाँले चाहिँ नोट्सहरु एज वेल एज हैन त्यो पास्ट इयर क्वेशनहरु पनि त्यही वेबसाइटमा चाहिँ राखिदिनु भएको छ कि एकदमै युजफुल भयो थ्यांक यू सो मच लगातार 6 दिन चाहिँ हुन्छ हाम्रो चाहिँ त्यो एक्जाम चाहिँ एसओएस हर्मन माइनर जुन चाहिँ सानोठिमी भक्तपुरमा छ त्यहाँ भएको थियो बिहानमा भएको थियो हैन बिहानको टाइममा चाहिँ हुन्छ एक्जाम सेन्टर छ त्यो अब चेन्ज पनि हुन सक्छ बट आई एम टकिङ अबाउट माई एक्सपिरियन्स मेरो चाहिँ कस्तो भएको थियो भनेर है त्यो चाहिँ हाम्रो चाहिँ एसओएस हर्मन माइनरमा चाहिँ भएको थियो सो गाइज यति भिडियो हेर्दा पनि हजुरहरुलाई कोले चाहिँ पीआरसी गर्नुपर्छ इफ मैले चाहिँ गर्नुपर्ने हो कि हैन भनेर अझ पनि कन्फ्युजन छ भने चाहिँ लेट मी क्लियर योर डाउट हैन पीआरसी भनेको चाहिँ तपाईहरुलाई यदि फरेनमा गएर मेडिकल सेक्टरमा पढ्नु छ भने पनि डिफ्रेन्ट काइन्ड अफ कन्सल्टेन्सीले चाहिँ हजुरहरुलाई चाहिँ इक्विभ्यालेन्ट कोर्स गर्नु भएको छ त भनेर सोध्नु हुँदा रहेछ के सो त्यसको लागि पनि इक्विभ्यालेन्ट कोर्स भनेको चाहिँ पीआरसी भयो के सो पीआरसी गर्नुपर्छ र त्यसमा हजुरहरुले पास मार्क्स ल्याउनु भएपछि यु क्यान अप्लाई फर अ फरेन कन्ट्री हैन अनि अर्को भनेको चाहिँ नेपालमा यही मेडिकल सेक्टरमा चाहिँ ब्याचलर गर्नको लागि अथवा सीईई को लागि हैन त्यसको लागि पनि हजुरहरुले पीआरसी गर्नु पर्यो के भन्दाखेरि चाहिँ एमबीबीएस बीएससी नर्सिङ बीडीएस एज वेल एज डिफ्रेन्ट काइन्ड अफ ब्याचलर जुन हुन्छ नि प्यारामेडिकल सेक्टर नै किन नहोस् आफ्नो सेक्टर जुन तपाईले डिप्लोमामा पढ्नु भएको फ्याकल्टी छ नि त्यो भन्दा चाहिँ डिफ्रेन्ट छ भने चाहिँ हजुरहरुले पीआरसी गर्नु नै पर्छ त्यो हाम्रो अर्को कन्डिसन भयो र यदि हजुरहरुलाई चाहिँ डिप्लोमा इन एचए अथवा फार्मेसी जे पनि गर्नुभयो हैन त्यसपछि चाहिँ मलाई यो सेक्टर भन्दा अर्को सेक्टरमा जानु छ मन लागिरहेको छ भने चाहिँ हजुरहरुले म्यानेजमेन्टमा एज वेल एज एजुकेसनमा भयो त्यो चाहिँ हजुरहरुले चाहिँ सीटीभीटी मा गएर चाहिँ एउटा इक्विभ्यालेन्ट सर्टिफिकेट भनेर छुट्टै हुन्छ कि त्यसको लागि हजुरहरुले पढ्नु पनि परेन ओन्ली एउटा फर्म चाहिँ फिल अप गर्ने र एउटा सीटीभीटी मा चाहिँ एउटा इक्विभ्यालेन्ट सर्टिफिकेट चाहिँ उहाँले बनाइदिनु हुन्छ त्यही सर्टिफिकेटको आधारमा चाहिँ हजुरहरुले चाहिँ ब्याचलर इन केमा यतापट्टि एजुकेसनमा र म्यानेजमेन्टमा चाहिँ इजिली ब्याचलर गर्न सक्नुहुनेछ
र यदि हजुरहरूले यतापट्टि मेडिकल सेक्टरमा डिप्लोमा गरेर चाहिँ म ब्याचलर चाहिँ इन्जिनियरिङमा गर्न चाहनुहुन्छ भन्नुहुन्छ भने चाहिँ पिआरसी पढेर पनि नेपालमा चाहिँ त्यो चाहिँ गर्न सम्भव छैन। अनि अहिले चाहिँ सीईको एक्जाम डेट पनि आइसक्यो होइन, असोज 1 गते आई थिङ्क सो है, असोज 1 गते चाहिँ छ। अनि अब डिप्लोमा यता सकाइसक्यो, आफ्नो सेक्टरमा त सक्नुहुन्छ होइन, सीई दिन गाह्रो भएन। बट अब मलाई एमबिबिएस बिएससी नर्सिङ बिडिएसतिरै लाग्नु छ। 1 वर्ष लस्ट गरौँ होइन, 1 वर्ष लस्ट गरौँ कि आफ्नै अहिले जुनमा मिल्छ नि त्यसमा एक्जाम दिउँ भन्ने चाहिँ डिलेमा छ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 12 हजुरहरूले 12 गर्नुभएको हो भने त 12को त्यो एक्जाम कार्ड हुन्छ नि जुन एडमिट कार्डले नै हजुरहरूले चाहिँ मजाले सीई दिन पाउने व्यवस्था रहेछ के। बट हाम्रो पिआरसीको चाहिँ के भयो भन्दाखेरि चाहिँ पिआरसीको एक्जाम कार्डले हुन्छ नि एडमिट कार्डले चाहिँ हामीले यता सीई दिन पाइँदैन। हाम्रो एक्जाम चाहिँ असोजमा नै हुनेवाला थियो, बट असोजको पनि त्यही दोस्रो तेस्रो हप्तामा थियो आई थिङ्क सो होइन। अनि त्यस पछाडि त्यो बाढी आएको थियो नि त, त्यो बाढीले गर्दाखेरि चाहिँ हाम्रो एक्जाम चाहिँ पोस्टपोन भएर चाहिँ कार्तिक 4 गते चाहिँ भएको थियो र लगातार 6 दिन एक्जाम भयो। एक्जामको रिजल्ट चाहिँ आउनलाई चाहिँ लगभग 1 महिना नै लगाउनु भयो होइन, 1 महिना नै लाग्यो। अनि त्यहाँ सर्टिफिकेट लिन जाँदाखेरि पनि हामीलाई सर्टिफिकेट चाहिँ 5-10 दिन पछाडि बल्ल दिनुभएको थियो कि आई डोन्ट नो वाइ होइन। अब 10 दिनपछि आउनुहोस् अनि सर्टिफिकेट लिएर जानुहोस् भन्नुभयो। त्यस पछाडि त्यही भयो, टाइम चाहिँ लस्ट हुन्छ। सो यदि एमबिबिएस बिएससी नर्सिङ गर्न मन छ भने चाहिँ हजुरहरूले आई थिङ्क रिस्क चाहिँ लिनै पर्छ, किनकि त्यो हाम्रो त बाढीले गर्दाखेरि नि अलिकति पोस्टपोन भएको थियो एज वेल एज है। जुन हाम्रो अहिले त तपाईँहरूको त वैशाख 3 गतेबाटै क्लास स्टार्ट हुन्छ भनेर जुन नोटिस आएको छ नि त, हाम्रो नोटिस त्यस्तै थियो। बट हाम्रो नि डिले भएको थियो क्या, वैशाख 10 गते आई थिङ्क 10 गतेबाट चाहिँ क्लास स्टार्ट भएको थियो। अनि यदि सी दिन मन छ भने चाहिँ हजुरहरूले चाहिँ के गर्नु भन्दाखेरि चाहिँ अब हाम्रो यता पिआरसीको असोजमा नै एक्जाम ल मानौँ भदौमा नै एक्जाम हुन्छ भने पनि होइन, धेरै चाँडो भयो, भदौमा नै एक्जाम हुन्छ भने नि भदौको पहिलो हप्तातिर एक्जाम हुन्छ भने पनि जुन हाम्रो असोजको 1 गते त सीई नै छ होइन। एक्जाम भएपछि के हुन्छ, एक्जाम भएपछि रिजल्ट आउन पनि हाम्रो यता पिआरसीको पनि टाइम लाग्छ। सो आई थिङ्क यो वर्ष चाहिँ हजुरहरूले सीई नभ्याउन पनि सक्नुहुनेछ। बट हाम्रो केसमा चाहिँ सरहरूले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ यदि तिमीहरूलाई रिस्क लिन मन छ भने चाहिँ फर्म फिलअप गर्दाखेरि चाहिँ हुन्छ होइन। फर्म फिलअप गर्दा त हामीले अगाडि नै त त्यो सर्टिफिकेटहरू त देखाउनु परेन नि त होइन, फर्म फिलअप गर्दा हुन्छ। बट एक्जाम दिन जाने बेलामा त हामीलाई केही न केही त चाहियो होइन। सो त्यसको लागि चाहिँ के गर्नु भन्दाखेरि चाहिँ त्यो पढ्दै जानु अनि सरहरूसँग नि कन्सल्ट गर्दै जानु। भ्यायो भने चाहिँ साउन भदौमा हुन्छ आई थिङ्क हाम्रो यो फर्म भर्ने, कहिले हुन्छ आई डोन्ट नो सीईको होइन। सीईको फर्म भर्ने टाइममा एकचोटि सरहरूसँग फेरि कन्सल्ट गर्नु। त्यति बेलामा एक्जाम अलि चाँडै पिआरसीको एक्जाम अलि चाँडै होला जस्तो लाग्यो भने चाहिँ फर्म भर्नु है। त्यसमा फर्म भर्दा कति लाग्छ आई थिङ्क 4000, धेरै लाग्यो 4500 लाग्छ होइन सीईमा। सो 1 वर्ष लस्ट गर्नुभन्दा चाहिँ होइन, फर्म आफूलाई मात्र उ गरेर चाहिँ नगर्नु है, फेरि पुरै इन्फर्मेसन लिनु। अनि त्यहाँबाट एक्जाम चाँडै हुनेवाला छ जस्तो लाग्यो भने बल्ल चाहिँ एउटामा चाहिँ फर्म भर्नु होला होइन, एमबिबिएसहरूमा चाहिँ त्यही भन्न चाहन्छु। बट 1 वर्ष लस्ट गर्न मन छैन भने चाहिँ हजुरहरूले चाहिँ आफ्नै जुन फ्याकल्टीमा चाहिँ पहिला डिप्लोमा गर्नुभएको थियो त्यही फ्याकल्टीमा ब्याचलर गर्न पनि सक्नुहुनेछ, त्यसको लागि कुनै प्रब्लम नै भएन। आई थिङ्क साउन भदौमा नै एक्जाम हुन्छ भने चाहिँ हजुरहरूको लागि चाहिँ सीई एक्जाम दिन पनि इम्पोसिबल चाहिँ छैन। सायद 2-3 ठाउँमा मात्र पढाइन्छ, मलाई चाहिँ अरू ठाउँको बारेमा चाहिँ त्यति धेरै इन्फर्मेसन भएन। बट काठमाडौँमा चाहिँ हाम्रो विश्वनिकेतन सेकेन्डरी स्कुल भनेर छ, जुनमा चाहिँ हरेक वर्ष चाहिँ 300वटा सिट चाहिँ हजुरहरूलाई चाहिँ एलोकेट गराइन्छ र सकेसम्म चाँडै भर्ना गर्नुहोला त्यही भन्न चाहन्छु। र राम्रोसँग पढेर पिआरसीमा पास हुनुहोला। गुड लक फर अल अफ यु। र यति भन्दै म मेरो यो भिडियो यही स्टप गर्न गइरहेको छु। सो बाई बाई गाइस।